चाहिँ हामी न्युजिल्यान्डमा एउटा क्रुज चढ्न जाँदैछौँ। तर क्रुज चढ्न जाने बाटोमै यस्तो दामी सिन देखियो कि एउटै पहाडबाट सयौँ झरनाहरू खसिरहेका थिए र त्यस्ता पहाड फेरि सयौँ थिए। यस्तो दृश्य पहिलोपटक देखेर होला म त पृथ्वीबाट बाहिर अन्त कतै घुम्न गए जस्तो फिल भयो। स्वर्ग नै पुगे जस्तो अनुभव भयो। फेरि त्यही पहाड फोरेर टनेल पनि बनाइएको रहेछ। त्यो टनेलको बाटो हुँदै लाग्यो हामी क्रुज चढ्नेतर्फ। वरिपरिको सिनले म त पागलै हुन लागिसकेको थिएँ। पार्किङ गरेर करिब 15 मिनट हिँड्नुपर्ने रहेछ क्रुज चढ्ने ठाउँमा जानको लागि। अहिलेको दृश्य मनबाट हटेको थिएन, दिमागमा बसिरहेको थियो। फेरि क्रुज चढ्न थालेपछि त्यस्तै राम्रो दृश्यहरू देखिन थालियो। Don't look at the past, no, we're not going that way. Oh, now make it last, make it last to the break of day. No matter what people say, live life in a fast lane. Double shot for the gifted. ती झरनाहरूबाट बगेको पानी पग्लिएको हिउँ जस्तै उडिरहेका थिए। यसो हेर्दा लाग्छ कि मैनबत्ती पग्लिरहेको छ। अनि ती विशाल पहाडको बिचमा यस्तो राम्रो देखिएको थियो त्यो क्रुजको भ्यू। साँच्चै नै सपना जस्तो लागिरहेको थियो। यस्तो सुन्दर दृश्य यही पृथ्वीमा देख्न पाउँदा म त पागलै भएँ। यस्तो सुन्दर ठाउँ घुम्न पाउँदा एकदमै खुसी भयो मेरो मन। यस्तो पनि रहेछ भन्ने लाग्यो। सायद यो मेरो जिन्दगीमा घुमेको, पुगेको, देखेको मध्ये सबैभन्दा राम्रो लागेको ठाउँहरू मध्ये टप 5 मा पर्छ। यी दृश्यहरू सधैँ मेरा मनमा रहिरहनेछन्। Remember, you don't get